गर्दैन कि नहुने हाल्छु र तुतुरन यो लाटा जस्तो यसो गर चितु पछाडि भइस गर्ने के हैन हेर्नु त के हो पनि पनि आउँदैन क्यामेरा कति लान्चको भिडियो बनाएको रे मान्छेहरू भुइँमा त देख्यो हेलो गाइस हामी भर्खरै लिची चोरेर आइसक्यौँ अब चाहिँ हामी मागेर खाने विचारमा हामी किनभने चोरेको अलिक पुगेन जस्तो लागिरह अनि अब लिची रान्दा खाइन्छ हेर्नु घाम छ आँप पनि यसो मेसो हुन्छ कि त खतरा ठुलो भयो आँप त सर्टी गर्नुपर्छ सिस्टर गर्नु ए ओए कत्रो यार लास्टै ठुलो यार ए कति यार उयो त एउटा पठाला चाहिँ उठ चढेर चोर्न मिल्छ आँप चोरेर आँप चोरेर कसरी चोर्ने हुन्छ त्यही छेउबाट त ब्रो त्यस्तो तपाईँ खाल्टोमा गइन्छ यार सरी हामीले तपाईँको आँप चोरी सक्सेसफुल चोपा खा यार यति ठुलो गाई चाहिँ हेर्नु खतरा ठुलो मिठो हुन्छ होला यो के गर्यो त पाकै गएर हुन त्यससँग हामीलाई अहिले कतै मागेर त्यो बजेटमा हामीलाई नभए काट्छ भने काट्छ मान्छेले अङ्कलले हामीलाई आँप चोरी तिम्रो अगाडि गर्छु भन्छ हामी त्योभन्दा डबल थियो आँप चोरी उनीहरूले फोटो अब हामी जिन्दगीमा फर्स्ट टाइम रुखमा चढ्ने प्रयास भयौँ ऊ त्यो लिची कहाँ गयो त्यो लिची कत्रो झुप्पो थियो त्यहाँ त्यहाँ छ ऊ त्यो लिची झुप्पमा गयो र हामी अब चढेको हेर्ने चटपटी खानको लागि के अरे पानीपुरी खानको लागि एउटा पसलमा रुकेछौँ बनबाटीका जाने भनेर हेर्दै आएको थियौँ अनि फेरि अङ्कलले चटपटेको के अरे पानीपुरीको काट्दा हात काटेर भित्र जान्थ्यो एउटा दिदीहरू बहिनी आउनुभयो हेर्नुहोस् हाम्रो हालकै बसेर त्यो सट्टे पनि खेल्ने होला कोही नै खाइने यार खाली भयो अलि उता जान्छ अनि शीतल हुन्छ बोल्न नि हामी के यो भुतिया ठाउँ हो के हो यस्तो खोइ नै होइन होइन कि खेल्ने ठाउँ मान्छे होइन म खेल्न आएको सिरियसली कार हो यार त्यहाँनिर मजै भएन नि यस्तो त ओ
मैले त ध्यानै नदिएको खेल्ने भनेको अब के गर्ने सबै हाम्रै लागि कसैले बुक गर्दै जस्तो छ खाली छ बनमाटीका खाली हो पैसा बिना मेसिन चल्ने रहेछ हामीलाई हालेर चलाउनु पर्यो हो कि भन्नु न यतिकै चलाइरहनु त हामी नि बस्छौँ हामी दुईजनाले के फरक पर्ला पत्लाले अनि केही बल्ल भुइँको रहेछ त खाले रहेछ नि फेरि लग्न दिन न त भुइँको त अर्को चार्ज लाग्ला फेरि अर्को चार्ज यहाँ है पान्डा एक नजर यता पनि लाग्यो हामी नजर दिन कतिवटा नजर चाहियो अब खराई रहेछ कि मेरो त खराई हेरो मेरो फोन त तातै हो यार सानो सानो गालगाले ओए यो केटा त कहाँ देखेको थिएँ मैले कलेजमा सेक्सनको ए हो कि बिको चित्त फेस मिल्ने आएछ भाइ 11 कुरा त यहाँ पनि लिएर आएको थियो देखाउन हामीलाई त ल्याउँदैन लाग्यो अनि केही नामकरण गरिदेऊ न अस्ट्रु भएको अस्ट्रु भनिदिन्छ यसलाई अस्ट्रु आऊ कति खाना खायो तर थाहा पाइस् ओइ अस्ट्रु आउनु न यो कति मुख गरे मन्जुलिका यसको नाम टिकको अब कडा कडा है एउटा वाइट एउटा उस्तो क्या त्यसले भर्खर यस्तो पकेटा खुलाएर रहेछ नि त ओए त्यसको त प्वाक निकाल्दै खाने यार तर बिचरा कस्तो क्याद गर्छ नि यार यिनीहरूलाई हेर्न कोही जानु ओए यिनीहरू पछाडि देखाउँछ त्यता फर्केको बेला पर्दा होला नि यसले किन गर्छ र यो के त तिमीले थाहा हुनु पर्ने है ओइ हामीलाई सो गरे जस्तो भएर र खट्दा के मजाले हामीलाई देखा जस्तो कि यिनीहरूलाई बानी पर्यो सायद मान्छे आएछ त्यो प्वाक हेर न कति लामो रहेछ एउटामा कति धेरै यसको यही काटेर बेच्छ नि मान्छेले दुख्दैन होला र खसेछ होला नि त के खस्ला र खस्ने त्यति खस्ला नि त पुरै त कचरा खस्ला पाँच अर्को थियो अर्को कति राम्रो हुने त्यो कति सानो कति धेरै पऱ्यो भाइ त होइन र ओए फुच्चे आइ तल भन्छ नि त्यो त पुच्छ व्हाइटवाला बच्चा हेर्नु पुरा तर केटी कस्तो मलाई माया लाग्छ यिनीलाई देखेर खुल्ला जमिनमा घुम्न पाउन्न नि तिमीहरूले चाहे यस्तो हामीलाई हेर्न त मजा लाग्छ क्षणभरको कुरा हो यो त कति मन पऱ्यो त के हो है त्यो के त्यो घोडा हो र टाढो घोडा त मलाई बास कस्तो मन पऱ्यो कि यहाँ हेर न घोडा त्यहाँ यो ए म त ऊ त्यो जुमा हेरेर आएको थिएन कि त राइड गराउँछ उयो त्यहाँ मङ्की रहेछ ऊ त्यसमा यसमा मङ्की रहेछ यो केजमा मङ्कीको बच्चा हेरे हामीलाई हेरेर कति चाँडो थाहा पाउने मान्छेलाई घोडा मेरो बस्नु अङ्कल अब पनि हिँड्नु सँगै त्यतिकै बस्छु आएँ म बाल छोडिदिन्छु है ल गाइस पहिलो पटक घोडा चढ्दै हो म ल मजा आयो यार किन म बाङ्गे भएको यसरी
बास कति मन पर्यो कि मलाई त भाइ कस्तो यो उसमा हुन्छ केटी जापानहरूमा यस्तोमा हुन्छ र हुन्छ विदेशमा भयो जस्तो लाग्यो कि मलाई यस्तो एनिमीहरूमा दिउँ क्या हो कस्तो केदारनाथ जानेवाला भाइ है सो गाइस घोडा चढेको अवस्था कस्तो जस्तो बोल्यो हौ म ल It's just for the memories, do not judge. We don't judge. We don't judge. यस्तो ठाउँमा घर भए त कति शीतल हुन्थ्यो है ल ल ल गाइस म पहिलोपटक घोडामा चढी हेर्नु यता हेर्नु म फेरि खुट्टा आफ्नो घोडामा चढ्नु भयो उहाँ फेरि म फेरि घोडामा चढ्छु पिनी पर्छ यसलाई अलिकति चाँडो हिँड्नलाई के गर्नु पर्छ ब्रो हान्न पर्छ त्यस्तो खतरावाला इन्ट्री हुन्छ नि यसको नाम के हो बुवा चित्त नभेटेको एउटा घोडाको नाम चाहिँ के हामी के भन्छौँ टच गरेर केही फिलै आउँदैन घोडाको कस्तो पुच्छ बाल भन्छ नि घोडाको कस्तो बाल किन भन्छन् थाहा जसको बाल लामो छ त्यसलाई भन्छन् घोडाको कस्तो बाल पुच्छर लामो हुन्छ यसको